विधि यहाँलाई सिकाएको अवस्था मैले देखेँ। त्यसकारणले गर्दाखेरि एउटा कृषि पेसामा लागिसकेपछि कसरी मल हाल्ने, कसरी मल बनाउने, हैन, कसरी बेर्ना राख्ने, कसरी रोप्ने भन्ने कुरोहरू सबै सिक्नुभयो भनेदेखिलाई तपाईहरु फुङलिङ नगरपालिकाकै चाहिँ कृषक हुनुहुन्छ, नगरपालिकाकै नगरवासी हुनुहुन्छ। त्यसकारणले गर्दाखेरि भोलि गएर नगरपालिकाले सहयोग गर्ने कुराहरू थुप्रै छ। यहाँनिर साँच्चै यो भेडमा तपाईहरु राम्रोसँगले चाहिँ तरकारी बालीमा अलिकति मेहनत गरेर तपाईहरुले आफ्नो मानव एउटा आत्मनिर्भर बन्नको लागि एउटा कृषि एउटा व्यवसाय क्षेत्रमा अलिकति अगाडि बढ्ने जुन चाहना राख्नुभयो भनेदेखिलाई नगरपालिकाले केही सहयोग गर्नेछ। अब नगरपालिकाले तपाईहरुलाई यो टनेलदेखि लिएर विभिन्न सिँचाइ सम्बन्धी अहिले जस्तै हर्कजीले हामीलाई भन्यो यहाँ पानी आउँदैन, पानी नभइसकेपछि हामीलाई सिँचाइको समस्या छ। अब त्यसलाई सिँचाइको समस्याको लागि हामीले के गर्नुपर्छ हैन, अब त्यो पनि हामी एकचोटि सल्लाह गर्छौं। र जहाँसम्म अब घरेलु मार्फत चाहिँ यहाँहरूले जुन एउटा तालिम लिइरहनु भएको छ यो एकदमै तपाईहरुको निम्ति फलदायक होस् र सिकिसकेपछि तपाईहरु एउटा आत्मनिर्भरताको लागि एउटा व्यावसायिक बन्नुहोस् भन्ने कुरो म शुभकामना पनि दिन चाहन्छु। र आगामी दिनहरुमा यहाँले जुन सिकेका कुराहरुलाई एउटा व्यावसायिक बन्ने जुन इच्छा गर्नुभयो भनेदेखिलाई नगरपालिकाले पनि केही सहयोग गर्छ भन्ने कुरो चाहिँ यहाँहरूलाई पनि म एउटा सुझाव दिँदै र यहाँहरूको जुन सिकाइ राम्रोसँगले सम्पन्न होस् र यहाँहरूले एकदम ध्यानपूर्वक सिकिदिनुहोस् र गर्ने कुराहरू यहाँहरूलाई सहयोग गर्ने कुराहरू चाहिँ अब स्थानीय सरकारले तपाईहरुलाई गर्छ भन्ने कुरो विश्वास दिलाउँदै म र घरेलु हाम्रा गोसाई सरलाई पनि धन्यवाद दिँदै र हाम्रो इलामबाट आउनुभएका भाइ पछिसट के अरे नाम खेमराज भट्टराई उहाँले पनि राम्रोसँगले सिकाइदिनु होला र उहाँलाई पनि म नगरपालिकाको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट हामी सबैको तर्फबाट हार्दिक धन्यवाद दिँदै है मेरो भनाइलाई म यहाँ अन्त्य गर्छु। र केही समस्या पर्यो भनेदेखिलाई यहाँहरूले आफ्नो कुरा नगरपालिकामा राख्नु सक्नुहुन्छ, नगरपालिकामा सहयोग पाउनु सक्नुहुन्छ र एकदमै आफ्नो खेतीप्रति चाहिँ ध्यान दिनु होला भन्दै मेरो भनाइ यही अन्त्य गर्छु। हार्दिक धन्यवाद है।